विकासका कुरा गर्दिनँ, युवाको हो भनेर चिनाउने कुरा गर्दिनँ। म युवाको कर्तव्य के हो, युवाको जिम्मेवारी के हो, युवाको दायित्व के हो भन्ने विषयमा हाम्रो सामान्य भनेर राख्नेछु। त्यसपछि हामीसँग समयको पाबन्दीदेखिको समयको पाबन्दी हामीलाई धेरै राखेको छ। हामी टाढा टाढामा हात धुन्छौँ। आजको विषय यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्यो क्रमशील युवा क्लबबाट 5 युवा क्लबले जुन किसिमको आयोजना गर्यो, जुन किसिमको कार्यक्रमको सिर्जना गर्यो, यसको लागि म उहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यी 50जना गाउँपालिकाको समृद्ध 50जना दीर्घकाल समृद्ध 50जना हाम्रो चाहना भन्ने दीर्घकालीन सोच छ। त्यो सोचको एउटा अभिन्न अवगमनमा रहेको छ। हामीले 50जना गाउँपालिकालाई सङ्घीय सरकारले सङ्घीयताले नीति र विधि दिएको छ। तिमी जाऊ स्थानीय सरकारमा गएर घर घरमा गएर जनताको ढोका ढोकामा गएर सरकार सञ्चालन गर, जनताको सेवा गर, विकास गर। टोल टोलमा जाऊ वक्ता समिति गठन गर, टोल टोलमा जाऊ युवा क्लब गठन गर, टोल टोलमा जाऊ बाल क्लब गठन गर, महिला समूह गठन गर, आमा समूह गठन गर र समाजको विकास गर। त्यो किसिमको नीति विधि दिएर हामीले पठाएको छ। त्यस सिलसिलामा आज एक महत्त्वपूर्ण क्लब गठन गरेर महत्त्वपूर्ण त्यो क्लबले महत्त्वपूर्ण काम गरेको देखिन्छ। हुन त हाम्रो 50जना गाउँपालिकामा अघि पनि एकजना भाइ आउनु भएको थियो, समाज सुधार परिवर्तन युवा क्लब समाज परिवर्तन युवा क्लब भनेर उहाँले गठन गर्नुभयो र उहाँ त्यसको अध्यक्ष पनि हुनुहुन्छ। मैले उहाँले पनि हिजो केही दिनमा एउटा कार्यक्रम गर्नुभएको थियो। यसरी हामी चाहन्छौँ, हाम्रो सोच नै त्यही हो, हाम्रो गन्तव्य नै त्यही हो। हामी 50जना गाउँपालिकामा हाम्रा 50जना गाउँपालिकाका विभिन्न वडामा विभिन्न टोल टोलमा हामी बस्ती बस्तीमा पुगेर जनतालाई कसरी साक्षर बनाउने, उनलाई कसरी चेतनशील बनाउने, उनलाई कसरी चेतनाको स्तर अगाडि बढाउने भन्ने विषयमा हामी भनौँ न 50जना गाउँपालिका सरकार पनि प्रतिबद्ध छ र त्यसपछि सोचनीय पनि छ र त्यो किसिमको जुन किसिमको हाम्रो अभियान छ त्यो अभियानमा जुन इच्छा हुने काम उहाँले गरिदिनु भएको छ उहाँलाई फेरि धन्यवाद दिन चाहन्छु। फेरि आजको कार्यक्रम उहाँले राखिदिनु भयो वक्तृत्व कला अस्ति पनि हामीले 50जना गाउँपालिका शिक्षा शाखाले एउटा वक्तृत्व कला कार्यक्रम आयोजना गरेको थियो। त्यो कार्यक्रममा पनि हाम्रो 50जना गाउँपालिकाका विभिन्न 10वटा विद्यालयका भाइ बहिनीहरू यहाँ उपस्थित हुनुहुन्थ्यो। त्यो कार्यक्रममा मैले भनेको थिएँ, तपाईँहरू यहाँ आएर अगाडि बढेर तपाईँले कति जित्नु भएन, तपाईँ कुन ऱ्याङ्कमा आउनुहुन्छ अथवा कुन श्रेणीमा आउनुहुन्छ त्यो मूल्याङ्कनकर्ताको भागमा छोडिदिएँ। तर मैले पनि भनेको थिएँ, तपाईँ जुन दिन म यो कार्यक्रम फलानु संस्थाले गर्दैछ तर त्यो कार्यक्रममा गएर म आफूलाई 2-4 कुरा भन्ने क्षमता राख्छु भन्ने कुरा तपाईँले जता सोच्नुभयो त्यतिखेर भने जितिसक्नुभयो। मैले अस्ति नै भनेको थिएँ, सोच्नुहोस् तपाईँले जितिसक्नुभयो। अब तपाईँले अगाडि बढ्नको लागि संसारको कुनै पनि ताकत दिनु कुनै सक्दैन। आज तपाईँ अगाडि आएर केही मकाउनु भयो होला, केही भन्न लागेका कुरा भन्न सक्नु भएन होला, केही कमी कमजोरी रह्यो होला, त्यो फरक पार्छ होला। तर जुन दिन तपाईँले सोच्नुभयो यहाँ आएर बोल्नु ठुलो कुरा होइन, यो बोल्नु मात्रै त्यो त धेरै कुरा हो। तर तपाईँ जुन दिन सोच्नुभयो त्यो दिन तपाईँ जितिसक्नुभयो, तपाईँ आफ्नो प्रगतिको पथमा अगाडि बढिसक्नुभयो। फेरि अर्को सामान्य कुरा के निवेदन गर्न चाहन्छु भन्दाखेरि तपाईँ विद्यार्थी भाइ बहिनीहरू हामी अगाडि उभिएर अगाडि आएर बोल्दैमा यो के अरे नेता भन्ने मात्रै होइन, यो नेता भन्ने चिज राजनीति मात्रै होइन। यो नेता भन्ने चिज समाजमा पनि सामाजिक परिवर्तनमा पनि अगाडि लाग्ने मात्र नेतै भनिन्छ। त्यसको अर्थव्यवस्थालाई सुधार गर्ने छ भने त्यही भनिन्छ। अनि त्यसको प्रशासनिक व्यवस्था सुधार गर्नलाई अगाडि बढ्ने मात्र नेता नै भनिन्छ। त्यस कारणले गर्दा आदरणीय मेरा प्यारा भाइ बहिनीहरू जुन किसिमको सङ्कल्प गरेर जुन किसिमको इच्छा शक्ति इच्छा आकाङ्क्षा र जोसका जाँगरका साथ आश्रममा आउनुभयो तपाईँलाई पनि फेरि म मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ उज्जवल भविष्यको कामहरू व्यक्त गर्न चाहन्छु। र खास गरी अघि कुरा उठ्यो युवा वायु हो, युवा शक्ति हो, युवा स्रोत हो, युवा साधन हो, युवा देशको मेरुदण्ड हो भन्ने कुरा सबै आए हो। युवा शक्ति नै हो, युवा देश परिवर्तनको सम्भागै हो, समाज परिवर्तनको सम्भागै हो। र हामी युवा हुँदै गर्दा युवाको भूमिका के हुने हामीले बुझ्न जरुरी छ। युवाले कुन हदसम्म सरकारलाई सहयोग गर्ने अथवा कुन हदसम्म आफ्ना पाइलाहरू चाल्ने, आफ्ना लिमिटेसन के हुन्, आफ्ना सीमाहरू के हुन्। आफूले समाजमा आफू बोल्दै गर्दा आफूले अधिकारका झन्डाहरू फहराउने गर्दा कर्तव्यका डोरीहरू कहाँ चुडिए ती डोरी पनि सँगाल्न सक्नुपर्ने हुन्छ। त्यस कारणले आदरणीय युवा साथीहरू तपाईँ आज यहाँ आफू जुन किसिमको अभियान लिएर अगाडि बढ्नु भएको छ यो अभियान सराहनीय छ। र हामी युवाले देश परिवर्तनका लागि, समाज परिवर्तनका लागि, यो समाज वर्ग परिवर्तनका लागि, यो सांस्कृतिक आर्थिक क्रान्तिका लागि जुन तपाईँहरूको ठुलो भूमिका बनेको छ यो भूमिका निर्वाह गर्ने बेला तपाईँ धेरै कुरा सोचेर अगाडि बढ्नु पनि हुन्छ। त्यस कारणले गर्दा जोस जाँगर साथसाथै केही कुरा सोच्नु पनि पर्ने हुन्छ। मैले अघि भनेको थिएँ युवा मेरुदण्ड मात्रै होइन, युवा मन पनि हो। मनले सोच्ने गर्दछ, युवा मस्तिष्क पनि हो र मस्तिष्कले सोच्नु पर्दछ। त्यस कारणले आदरणीय साथीहरू, आदरणीय युवा साथीहरू, खास गरी यहाँ उपस्थित सम्पूर्ण खास गरी युवा भन्दा यहाँ विद्यार्थी साथीभाइ हुनुहुन्छ, म
मैले युवाका बारेमा धेरै कुरा बोलेँ। युवाको महत्त्व के हो भन्ने कुरा युवा क्लब क्लब गठन गरेर आकाश सरले पनि भनिसक्नुभयो। युवा क्लबका अध्यक्षले पनि भनिसक्नुभयो। हाम्रो राष्ट्रिय युवा परिषदका स्थानीय युवा परिषदका उपाध्यक्षले धेरै कुरा भनिसक्नुभयो। त्यो विषयमा धेरै भनिराख्नुपर्ने अवस्था छैन, आवश्यकता छैन। तर जुन किसिमको यो आज जमात भयो, यो जमात एउटा सराहनीय कार्य हो। यो पोजिटिभ कुराको सुरुवात हो, एउटा सकारात्मक परिवर्तनको सुरुवात हो भन्ने कुरो मलाई लागेको छ। अझै पनि हामीले आउने दिनमा हामी यो 50 जना गाउँपालिकामा रहेर यो समाज परिवर्तनको लागि समृद्ध 50 जना हाम्रो चाहना भन्ने जुन जिन्दगी सोच छ यो पूरा गर्नको लागि तपाईँसँगको सहकारी अनिवार्य छ। हामी सहकारी गर्न एकदमै आतुर छौँ। अघि पनि यहाँ कुरा उठे, युवा क्लबले के गर्ने, विकास गर्ने कि नगर्ने, अथवा ती कुरोसँग बजेट हुन्छ कि हुँदैन भन्ने कुरा एउटा 5 राख्नु। खासमा 50 जना गाउँपालिका सरकारले गाउँमा खानेपानीको धारा निर्माण गर्ने हो। तर 50 जनाको गाउँपालिका वडा 5 मा भएको टङ्की युवा क्लबले त्यो धारा बनाउँदै गर्दा जुन पाइप दबाइएको छ त्यो पाइप काट्नु हुँदैन। आदरणीय नानी के अरे काटेर फाल्नु हुँदैन। धाराका संरक्षण गर्नुपर्छ। यो पानी भनेको हाम्रो जिन्दगी भइरहेको समाजलाई बुझाउने दिमाग उहाँको हुन्छ। त्यसकारणले हामीले आफ्नो भूमिका बुझ्नुपर्ने हुन्छ। भलै युवा क्लबले धेरै कुरा गर्न सकिन्छ, नगर्ने व्यवसायको रूपमा अगाडि बढ्न सकिन्छ। हामीले भनेका थियौँ, मैले कन्सेप्ट लिएको छु, मैले त्यो धारणा पनि बनाएको छु। हामी 50 जना गाउँपालिकाका विभिन्न वडाहरूमा क्लबहरू गरौँ, क्लबले व्यवसायिक बनाऊ, आफ्नो योजनाहरू बनाऊ, अगाडि बढौँ। हामी के भन्छ त्यो विभिन्न किसिमका खेलकुद आयोजना, खेलकुदका प्रतिस्पर्धाहरू गरौँ, व्यावसायिक खेलकुदका प्रतियोगिताहरू सञ्चालन गरौँ। 50 जना गाउँपालिका त्यसको लागि सहकारी गर्न तयार छ। त्यसकारणले गर्दा हामीले साथीहरू यहाँ जति उपस्थित हुनुहुन्छ, जति एउटा केही गर्ने सोच, केही गर्ने भुटुटी बोकेर तपाईँ आउनु भएको छ, यो तपाईँको भुटुटीलाई हाम्रो पछाडिबाट भविष्यमा हैसियत रहनेछ। तपाईँको पाइलामा हामी एकटा थपलाई कुनै कन्जुसाइ गर्ने छैनौँ भन्ने कुरा म तपाईँलाई प्रचार गर्न चाहन्छु। खास गरी यहाँ उपस्थित 50 जना गाउँपालिका वडा 5 मा तपाईँको टङ्सिले क्लबलाई, टङ्सिले युवा क्लबलाई फेरि पनि गाउँपालिका मात्रै नभएर आफ्नो गाउँपालिका वडा 5 मा मात्रै नभएर 50 जना गाउँपालिकाको सबै वडामा केन्द्रित रहने गरी सबै वडामा भएका राम्रा कामका प्रशंसा र नराम्रा खराब कुरीतिका विरुद्ध आवाज बुलन्द गर्ने र पैरवी गर्ने कुराहरू तपाईँले सधैँ गर्नुहोला, नछोड्नुहोला भन्ने भने राख्न चाहन्छु। यति भन्दै तपाईँ यहाँ फेरि उपस्थित हुनुभयो अनि यो चाहिँ हाम्रो अगाडि आएर आफ्नो भाषण गर्नुभयो, आफ्नो वक्तव्यलाई प्रस्तुत गर्नुभयो। यसको लागि तपाईँलाई फेरि बताइदिन चाहन्छु, तपाईँ बधाईको पात्र हो। यस्ता क्रियाकलापहरू 50 जना गाउँपालिकाबाट अझ आउने दिनमा हुनेछ। मैले अस्ति भनेको थिएँ, वक्तव्यको मात्रै होइन, योभन्दा विभिन्न किसिमको अन्य अतिरिक्त क्रियाकलापहरू जसले तपाईँहरूको वक्तव्यलाई अभिवृद्धि गर्दछ र तपाईँहरूले भोलि आउने दिनहरूमा अगाडि बढ्नको लागि अझ झन् सहयोग गर्दछ। त्यस्ता क्रियाकलापहरूमा 50 जना गाउँपालिका सधैँ अगाडि रहनेछ। हाम्रो यसको खास गरी शिक्षा विभागका खेलको शाखा छ, त्यसमा एकजना सर भर्खरै नयाँ नियुक्ति भएर आउनुभएको छ प्रत्यक्ष साथीले। उहाँ पनि एकदमै लोकप्रिय खेलप्रेमी हुनुहुन्छ, परिवर्तनकारी हुनुहुन्छ। उहाँलाई धेरै कुराको चेन्ज गर्ने भुटुटी जात छ मैले बुझेको छु र म पनि हामी एउटै उमेर समूहका भएको हुनाले पनि हामी युवा समूह प्रश्न हामीले पनि तपाईँसँग गएर केही यो समाजलाई परिवर्तन गर्न सकिन्छ कि यो समाज परिवर्तनको दिशामा अगाडि बढाउन समाजलाई के गर्न सकिन्छ कि भन्ने हामीले परिकल्पना गरेका छौँ। त्यो सपना बोकेका छौँ। त्यो सपना पुरा गर्ने बाटोमा हामी कदापि पनि तलमाथि हुने छैनौँ भन्ने कुरा राख्न चाहन्छु। यति भन्दै फेरि पनि तपाईँहरूको यहाँसम्म आइदिनुभयो र यहाँ आफ्नो कला प्रस्तुत गर्नुभयो र यहाँदेखि तपाईँको फेरि आफ्नो वडासम्म, आफ्नो विद्यालयसम्मको यात्रा सुखमय होस् अनि तपाईँको यो जिन्दगीको यात्रा पनि हामीले सोचेभन्दा पनि माथि रहेर तपाईँ जिन्दगी काट्न पाउने अवसर मिलोस् र यी विभिन्न 50 जना गाउँपालिका गर्ने अन्य अतिरिक्त क्रियाकलापमा फेरि तपाईँहरू पनि देख्न पाइयोस् भन्ने आफ्नो कुरा राख्थेँ र यो टङ्सिले युवा क्लबलाई फेरि धन्यवाद दिँदै र उहाँको भावी अवधिको पनि हार्दिक शुभकामना व्यक्त गरी म आफ्नो छोटो भाइ यहाँ गर्छु। हस्, नमस्कार।